हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। सो गाइज हामी हिजोको ठाउँमा आइसक्यौँ। आज यसको आज ट्रायल छ। अनि कस्तो भइरहेको छ त ट्रायल आज? एकदम डर लागिरहेको छ होइन। हिजो पनि आएको हो ट्रायलको लागि युज गर्न। अनि आज नि अहिले कति दोस्रोमा छ यसको चाहिँ पालो। जो 61 मा छ। अझ त्यो उदय दाईको पालो छ। अनि त्यहाँपछि त्यो उदय ड्याडसन चाहिँ यसले एकछिनमा पालो आउँछ 10 मिनटपछि। त्यहाँपछि यसले चलाउँछ। अनि चलाएपछि अनि डाइरेक्ट हामी उता पृथ्वी चोक यातायात गएर अनि यसले ट्रायल दिन्छ। त्यो गाई चाहिँ डर त लागिहाल्छ होइन। कस्तो अनुभव हुँदैछ त तँलाई? एकदम होइन। त्यो हिजो त्यहाँ मैले रोहित त्यो पनि एकचोटि फालिदिएको हो ट्रायलमा, जस एलब्यागमा होइन, एलब्यागमा फालिदिएको हो। यसले चाहिँ कटाउँछु भने चाहिँ जस आफूभित्र मनभित्र होइन कटाउनु सक्छु भन्ने भयो भने चाहिँ बल्ल कटाउन सकिन्छ। त्यही गाइज ल यो दाईको पालो चाहिँ अब एकछिनमा भ्याइन्छ। अनि म तपाईँको त्यो कारमा भेट्छु, कस्तो चलाउँछु के गर्छु म सबै देखाउँछु। सो फाइनली गाइज हामी यहाँ यसको पालो पनि आइसक्यो। अब चाहिँ हामी बिस्तारै बिस्तारै चलाउनु पर्ने हुन्छ होइन। त्यही होला आज यसको ट्रायल है। यस्तो राम्रै चलाउँछ भनौँ न, नट ब्याड, एकदम राम्रो चलाउँछ। अब उहाँ गएर चाहिँ जोस आत्ति नै भएन होइन। मैले पनि बाइकको ट्रायल दिने बेलामा जोस एकचोटि चाहिँ फालिदिएको थिएँ। जेन्जर आत्तिने क्या बाहिरबाट कटाउँछु भन्ने उस हुँदा नि आफ्नै बाइक चाहिँ एनएस किनेको लगभग 1-1.5 महिनापछि चलाउँदा नि मैले जस जानिनँ जस उस भयो भनौँ न। जस मन आत्तियो कटाउँछु जस्तोसुकै कटाउँछु भन्ने मान्छे नि जस वहाँ गएपछि चाहिँ नर्भसै हो कि एकदम। त्यही भएर गाई धेरै आत्तिन हुँदैन, झन् आत्तिँदा थियो। तर जस कर्छ जस्तो लाग्छ मलाई चाहिँ। यत्तिकै जस ठिकै चलाउँछ भनौँ न होइन। जस राम्रै चलाउँछ। देख्न सक्नुहुन्छ यही कारबाट यस्तै कारबाट हो दिने। अब एटको पालो आयो। जस राम्रै कटाउँछ जस्तो लाग्छ कि हुन्छ। अब 10 बजे अब यता गएर नि लास्ट कुर्नुपर्छ। जस 12-1 बजी नै आउँछ होला पालो। मान्छेको भिड लास्ट हुन्छ पोखरा यातायातमा। म तपाईँहरूलाई गएर नि देखाउँछु कस्तो के हुन्छ भनेर। एकदम भिड हुन्छ, एकदम लाइन प्याकअप हुन्छ। 600-700 जनामा जम्मा कटाउने भनेको 50 जना होइन, 50-40 त्यस्तै जना हो। धेरै नर्भस भएर कि एकदम यसको अर्थ जस्तो लाग्छ कि यसको चाहिँ कटाउँछ नकटाउने होइन। जस राम्रोसँग मनबाट लिएर कटायो भने चाहिँ जस कटाइन्छ भनौँ न। त्यही हो गाइज, अब के भन्ने, अब धेरै बोल्न पनि आउँदैन। सुरुमा यस्तै हो होइन। ल यसले चलाएको पनि हेर्नुभयो होला। ल गाइज म तपाईँले त्यही अब वहीँ यातायातमा गएर के कस्तो होइन सबै उस पोखरा यातायातमा कस्तो हुन्छ के हुन्छ, लाइन बस्न यताउता होइन व्यवस्थाहरू सब म तपाईँलाई वहीँ गएर देखाउँछु गाइज। ल फाइनली गाइज यहाँ पृथ्वी चोकमा देख्न सक्नुहुन्छ यस्तो भिडभाड। एक्सिडेन्ट भएको छ, हल्का सानोतिनो एक्सिडेन्ट हो। पृथ्वी चोक पनि आइसक्यो। चाहिँ यहाँबाट भित्र यहाँ पहिला हामी हेऱ्यो अहिले त हामी स्कुटरमा हो। अहिले यहाँबाट यो सामान चाहिँ हामी छोडेर चाहिँ यहाँ यातायात चाहिँ यहाँभित्र छ। हामी त जानुपर्ने हुन्छ। ल सामान छोडेर हामी यातायातमा गएर भेट्छौँ। फाइनली गाइज म यता यातायात पनि आइसक्यो। हाम्रो साथमा छ। तेरो कति 65 पऱ्यो रहेछ अहिले? ए बल्ल कतिको 5 नम्बर छिरेको अरे। 5 नम्बरमा चाहिँ भन्छ अझै छ टाइम भन्छ। 2 दिनै बज्छ गाइज। 2 दिन भन्नु ल माहौल हेर्नु सक्नुहुन्छ यता लाइन। म यहाँ चाहिँ खासै भ्लग गर्दिनँ। यहाँ मान्छे वाइल्ड साइल छन्, अलिकति लाजफुल लाग्छ जस नर्भस पनि त्यही भएर ल देख्न सक्नुहुन्छ। ल अहिले म चाहिँ तपाईँलाई खुस खबरी होइन एकदम गुड न्युज लिएर आउँछु। ट्रायल दिन्छ अनि अहिले गुड न्युज लिएर आउँछु। ल गाइज अहिले म भेट्छु हजुरहरूलाई। यताको ट्रायल दिएर निस्किन्छ अनि पास भयो फेल भयो म हजुरहरूलाई अनि त्यति बेला भेट्छु। सो गाइज हामी उता यातायातबाट निस्केर यता खाजा खानसम्म पनि आइसक्यौँ होइन। हामी यहाँ होटलमा हो। सरी गाइज आज यो कर्टेन यसको ट्रायल अर्कोचोटि अब त्यही एलब्यागमा फाल्दै चाहिँ यो लास्टै गाह्रो हुँदो रहेछ। अनि कस्तो हुँदैछ त तँलाई?
सब कट्यो त्यो कटेन केही छैन एकचोटि फर्स्ट ट्राई हो अब अर्कोचोटि मात्रै जसरी थाहा त हुन्छ नि त अब थाहा भएपछि अब चाहिँ अर्कोचोटि चाहिँ गर्छ भन्ने आश छ त्यसलाई चाहिँ अब अझै प्र्याक्टिस गर्छ अझै उस होइन र चाहिँ हामीले खाजा मगाएको छौँ अब खाजा चाहिँ खानुपर्छ सो गाइज म घर पनि आइसकेँ अनि त्यहाँबाट खाजा खाएर चाहिँ निस्किएँ होइन म पनि घर आइसकेँ मैले विजयलाई पनि त्यहाँ छोडिदिइसकेँ अनि भर्खर आएर चाहिँ म यहाँ भ्लग बनाउँदैछु त्यही हो गाइज विजय आज त्यसको ब्याड लगै रहेछ भनौँ न जस आज चाहिँ त्यो त्यसको कटेन त्यसको पनि कटेन अस्ति रोहितको पनि कटेन जस केटाहरू खोइ दिन त दिएको तर भुवा गएपछि मैले भन्थेँ नि त तपाईँहरूलाई नि जस होपलेसै भएर हो भनौँ न जस पुरै कटाइसक्यो त्यो रोहितको पनि त्यही भएको विजयको पनि त्यही भयो आज जस कटाउनु त कटाएकै हो राम्रोसँग तर लास्टमा गएपछि चाहिँ त्यो एलमा चाहिँ गएर ब्याक गर्ने बेलामा चाहिँ जस त्यसले कटाउन सकेन जस भयो जस ब्याड लक आज दियोस् दिनै नराम्रो खराब भयो भनौँ न बिचरा त्यो नि स्याड भयो होइन म पनि कति बिचरा बाहिर कुरेर बसेको थिएँ म पनि स्याड भयो केही छैन अब 15 दिनमा फेरि आउँछ 15 दिनमा फेरि दिन्छ ल सुगाइज म घर पनि आइसकेँ ब्लग के कस्तो लाग्छ छोटो मिठो जस हेरेर साथ सपोर्ट दिनु होला राम्रो भयो नि नराम्रो भयो नि कमेन्टहरू गर्न चाहिँ नभुल्नु होला होइन यस्तै हो गाइज अब राम्रो नराम्रो सुरुमा बल्ल स्टार्टिङ गर्दैछु ब्लग अब पहिलाको भ्लग पनि गर्छु कबाट हान्नु होला म यो भ्लग पनि छिट्टै नै हाल्छु जस एडिटहरू गरेर र त्यही हो गाइज ल यही भन्दै बिदा हुन्छु हस्त जय नेपाल।